पशुपतिमा हामी मृगस्थलीमा मृगहरू यसरी खानेकुरा खाँदैछन्। यसरी यहाँ मृगहरू भएको ठाउँमा आएको छु। सम्पत्ति यही हो। कत्रा कत्रा भएका हुन् हौ। टोक्छ हुँदैन। हात छिराउनु हुन्न। मैले चाहिँ जराएको सिङ छुँदै गरेको अवस्था हुँदैन, टोक्छ। बाबुले चाहिँ यसरी जराएको सिङ छुँदैछ र रमाइलो। ओइ यो चाहिँ बुढो रहेछ। उयो सिङमा रौँ छैन नि। हात नदिनु, अहिले हात टुक्छ। घाँस होइन, सब्जीहरू चाहिँ ल्याइदिनु पर्छ। घाँस त कहाँबाट ल्याउनु र। ल हामी चाहिँ पशुपति कैलाश डाँडाको भ्रमणमा छौँ आज चट्ट सपरिवार। उता घन्टी बजार आऊ न, केही हुन्न। जय माता दी, जय माता दी, जय माता दी। हजुर यो त दिनभरि हुन्छ त। एलोभेरा जुस सबै कुरा हुन्छ। यो पनि जौको जुस रहेछ यहाँ। एलोभेरा पनि रहेछ। हजुर हेर पशुपतिको टक्क राउन्डेड गणेश भगवानको दर्शन गर्नु होला सबैजनाले। ल यहाँ चाहिँ अब हामी पशुपति इन्ट्री हुँदैछौँ। ल हिँड न। चिटिङ गर्न नपाए। मलाई त चिटिङ जस्तो बास्ना आयो त। साँच्चै चिटिङ थिएन। छिरो ल त्यो त 100% चिटिङ भइहाल्यो नि। अब बस कालु जान त। बिरगोर खाली भनेको यस्तै हुन्छ, बिल्कुल चिटिङ नै। ए रङ यहाँ चाहिँ पुरा आतङ्क मचिरहेको छ हनुमानजीहरूको। रुवाबासी छ है। ल मलाई कन्टेन्ट पुगिसक्यो। ल यहाँ हाम्रो एउटा लाखु भेट्यो। ल ओहो बिहानी सूर्योदय सँगसँगै हाम्रो पशुपतिनाथमा टक्क सूर्य लागेको बेला परेवा पन्छी कैलाश डाँडाबाट झर्दै हो। पशुपतिको दर्शन गर्न आइन। पशुपतिमा छोडेको साँडे। हामी चाहिँ बिस्तार पशुपति आर्यघाटमा आइपुग्न लागेका छौँ। यस्तो माहौल छ बिहानको। कस्तो सुपर भ्यू के।
पशुपतिनाथ मन्दिर आइपुग्यौँ। टक्क लाएर यता आर्यघाट हामी पशुपतिनाथको दर्शन गर्दैछौँ। यहाँ आर्यघाट पूर्वपट्टिको आर्यघाट। यहाँ हाम्रो अन्तिम संस्कार अन्तिम कर्म हुँदैछ। पशुपतिनाथ मन्दिर परिसर आर्यघाट परिसरमा छौँ अहिले हामी।